सबैले एउटै वाक्यमा अड्किएका छन्। नेपालले पनि भारतको भूभागमा अतिक्रमण गरेको छ। तर म तपाईलाई अर्कै कुरा सोध्न चाहन्छु। जेठ 17, 2083 प्रतिनिधि सभा बैठक। प्रधानमन्त्री बालेन शाह रोस्ट्रममा उभिए र सीमा विवाद बारे बोले। लिपुलेक, कालापानी, लिम्पियाधुरा नेपालको सबैभन्दा संवेदनशील भूराजनीतिक विषय र उनले भने दुवैतर्फको अतिक्रमण छ। दुवैतर्फका तथ्याङ्क राखेर वार्ता हुन्छ। सामाजिक सञ्जाल भड्कियो। बालेनले भूमि बेचे। नेपालको सार्वभौमिकता खतरामा। यो देशद्रोह हो। तर रोकिनुस् एक क्षण र सोच्नुस्। सन् 1990 देखि 2026 सम्म 36 वर्ष 30 भन्दा बढी सरकार। हरेक सरकारले सीमा विवाद बारे के गर्यो? राष्ट्रवादी भाषण गरे। हाम्रो भूमि फिर्ता गर्नुपर्छ भने र चुप लागे। सन् 2020 मा नेपालले नयाँ नक्सा जारी गर्यो। कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटेर। तर नक्सा जारी भएपछि के भयो? कूटनीतिक वार्ता अगाडि बढेन। भारतले जवाफ दिएन र नेपालले पनि पछ्याउन सकेन। यो हो 36 वर्षको इतिहास। अब 3 महिना नपुगेको प्रधानमन्त्रीको कुरा गरौँ। बालेन शाहले के गरे? पहिलो, भारतलाई औपचारिक कूटनीतिक नोट पठाए। लिपुलेक र लिम्पियाधुराबाट निर्मित व्यापारिक मार्गबारे। दोस्रो, भारतले जवाफ दियो। 36 वर्षमा कुनै नेपाली सरकारले यो जानकारी जनतालाई दिएको थिएन। तेस्रो, दुवैतर्फको भौगोलिक तथ्याङ्कमा आधारित वार्ताको ढाँचा तयार पार्दैछन्। चौथो, संसदमा पारदर्शी रूपमा सबै जानकारी दिए। यो मात्र होइन, उनले एउटा कुरा भने जुन कुनै पनि नेपाली प्रधानमन्त्रीले आजसम्म भनेका थिएनन्। नेपालले पनि केही ठाउँमा अतिक्रमण गरेको छ र यही वाक्यमा मान्छेहरू अड्किएका छन्। तर कूटनीतिको वास्तविकता बुझ्नुस्। जब दुई देशबीच सीमा वार्ता हुन्छ, एकतर्फी आरोप लगाएर वार्ता हुँदैन। यदि नेपालले मात्र भन्यो तिमीहरूले मात्र अतिक्रमण गरेका हौ, भारतले वार्तामा बस्दैन। तर यदि नेपालले भन्यो दुवैतर्फका तथ्याङ्क हेरौं र स्थायी समाधान खोजौं, वार्ता सम्भव हुन्छ। यो कमजोरी होइन, यो कूटनीतिक परिपक्वता हो। विश्वको कुनै पनि सफल सीमा वार्ता एकतर्फी आरोपबाट सम्भव भएको छैन। अब मेरो विश्लेषणको सारांश। यहाँ दुईवटा प्रश्न छन्। पहिलो प्रश्न, बालेनले के भने? दुवैतर्फको अतिक्रमण छ, तथ्याङ्कमा वार्ता हुन्छ। दोस्रो प्रश्न, यो कुरा हामीले 36 वर्षसम्म किन थाहा पाएनौं? किनभने कुनै पनि सरकारले यति खुलेर संसदमा बोलेन। कुन प्रश्न बढी महत्त्वपूर्ण छ? म विश्वास गर्छु दोस्रो। एउटा प्रधानमन्त्री जो 3 महिनामा कूटनीतिक वार्ता सुरु गर्छ, भारतबाट जवाफ लिन्छ, संसदमा पारदर्शी हुन्छ र तथ्याङ्कमा आधारित समाधान खोज्छ, त्यो प्रधानमन्त्री नेपालले दशकौंदेखि खोजिरहेको थियो।